हामी त जोला यत्रो यत्रो छ को लागि भाडा पनि हेर्नु भिडियो बनाउनेको आमा भोलि चाहिँ हामी ताप्लेजुङ जान आँटेको अनि आज चाहिँ असिना पानी पर्दैछ होइन यतिकै पनि त्यहाँको बाटो एकदम खत्तम छ भन्दै हुनुहुन्थ्यो तर अब यसै त झन् खत्तम हुन्छ होला अब कसरी पुगिन्छ थाहा छैन गाइस अब चाहिँ हामी के भन्छ बयरको 7वटा पत्ता टिप्न जान आँटेको Now we are all ready and packed up. Everyone, अब चाहिँ हामी नाटेको अनि मेबी म बाटोमा चाहिँ भ्लग गर्दिनँ होला एकतामा पुगेपछि मात्रै गर्छु अब बिचमा बाटोमा सुति नउठ्यो भने चाहिँ गरेर देखाउँछु नत्र चाहिँ सिधै पुगेपछि भेट्नुपर्छ अहिले हामी खाना खानुको लागि यहाँ आएको तर यहाँ केही पनि यहाँ चाहिँ के गर्नुभएको मलाई थाहा छैन चम्चा पनि साह्रो ठुलो छ हामीहरू चाहिँ यहाँ खाना खान उत्रेको थियौँ अनि अब यसपछि चाहिँ 5-6 घन्टापछि मात्रै म फिट आउँछु होला अहिले चाहिँ हामी फेरीमा आइसकेको छौँ अनि भोलि के चाहिने सामान त्यो मात्रै लिएर
यहाँदेखि चाहिँ हिँड्छौँ अनि त्यसपछि सिउ एकछिनमा अब चाहिँ हाम्रो यहाँदेखि यात्रा सुरु भयो अनि म स्टार्टिङमै थाकिसकेँ आमा म हामी चाहिँ यति धेरै सामान बोकेर जाँदैछु म सामान नबोकी त हिँड्न नसक्ने मान्छे झन् यत्रो बोकेर त हामी सबैजना छोडेर गइसक्नु भयो होइन सुगारी गाएर म मात्रै छु हाम्रो चाहिँ झोला यत्रो यत्रो छ हामी हिँड्नु स्टार्ट पनि गरेको छैनौँ तर मलाई गाह्रो परिसक्यो थोरै भन्दा पनि यति धेरै सामान थुपिसक्यो फेरि बिमारी हुन्छ भनेर त्यहीँ राखिदिएको होला नि कस्तो दामी भइरहेछ है मलाई चाहिँ भोटेको बच्चा जस्तो देखिरहेछ म हो बत्ती बालेको भिडियो गरेको यसमा रिकाको त जुत्ता बल्ला पो रहेछ कि मोजा हो जुत्तै हो बस 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 लु एलिजे यसको नाम एलिजे अरे अनि यसको आइसुता बाँधेको छ अरे अनि एउटा रक्की पनि छ अरे त्यसको नाम चाहिँ के हो यो एलिजे एलिजे हेलो एलिजे आइसले धोका दिएको हो त्यसलाई अनि आज चाहिँ हामी यहाँ बल्ल बल्ल होमस्टेमा आयौँ होइन अनि त्यसपछि एकछिनमा हामी खाना खानु जान्छौँ मुला खा सक्छ